हे व्हाट्सअप गाइज नमस्ते सबैजनालाई दिस इज पुष्पराज आचार्य के आरएक्स पुष्टि अनि आज चाहिँ मैले डिफ्रेन्ट टाइप्सको भिडियो डिफ्रेन्ट टाइप्सको कन्टेन्ट लिएर आएको छु होइन मसँग छ होइन यो चाहिँ साँचो हो कति मान्छेले चाहिँ चिन्नुहुन्छ होइन देखेको मान्छेले र बुझेको मान्छेले चाहिँ चिन्नुहुन्छ पहिला संसारकै भनौँ न नेपालको संसारमा त मलाई थाहा भएन होइन नेपालको सुरुवात हुँदा चाहिँ यो साँचोबाट सुरुवात भएको थियो है यो साँचोबाट सुरुवात भएको थियो यसको चाहिँ यो चाबी हुन्छ अनि पहिला चाहिँ हाम्रो बाहरूले चाहिँ यस्तो जनामा राखेर हिँड्नुहुन्थ्यो है अनि आमाहरूले पटुकामा है अनि यो चाहिँ लगभग मैले बुझेअनुसार यो चाहिँ 100 वर्षभन्दा पनि माथि भइसक्यो किनकि यो मेरो हजुरबाको पालाको हो मैले हजुरबाको पालाको सामानहरू चाहिँ केही प्रतिशत सामानहरू चाहिँ अझै पनि सेभिङ गरेर राखेको छु किनकि त्यो मेरो पुर्खाको हुन्छ नि त निशानी हो चिनो हो भनेर होइन अनि यो चाहिँ कस्तो हुन्छ भने यो चाहिँ अहिले चाहिँ अलमोस्ट खियालाइसक्यो धेरै वर्षदेखि यसलाई चलाएको छैन सफा गरेको छैन अनि यो की पनि भाँचिरहेको छ तपाईँले देख्नुभयो होला होइन त्यही भएर चाहिँ यसलाई चाहिँ मैले होइन ओपन गर्न चाहिँ अब अलि गाह्रो जस्तो माने होइन तर म चाहिँ ओपन गरेर देखाउँछु है तपाईँहरूलाई यसको चाहिँ यस्तो भयो यहाँबाट छिराउनु पर्छ यसरी छिराएकोमा कता हो ओए यसरी 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 छिर्दो रहेछ है अनि यहाँ छिराइसकेपछि चाहिँ यसरी यहाँ होल हुन्छ होल छिरायो किलाई छिराइसकेपछि अहिले चाहिँ खुल्यो है यो खुलिसक्यो अब यसलाई चाहिँ यसरी यहाँ लाउनेलाई चाहिँ यसरी नै यहाँ छिराउने छिराइसकेपछि यसलाई तान्दिएपछि किलाई यो चाहिँ अलि लङ टाइमदेखि यो चाहिँ एकदमै बलियो होइन अब यो लङ टाइमदेखि चाहिँ यसलाई युज नगरेको भएर चाहिँ यो चाहिँ खोल्न लाउन गाह्रो भयो यसलाई चाहिँ तेल हालेर होइन अनि यो ओइल सोइल हालेर होइन तोरीको तेलकै स्पेसली तोरीको तेल बुवाहरूले चाहिँ पहिलादेखि तोरीको तेल हाल्नुहुन्थ्यो त्यो स्पेसली तोरीको तेल हालेर यसलाई चाहिँ सफा गर्ने भने यो चाहिँ अझै पनि होइन अर्को 100 वर्ष धान्छ क्या यसले पुरानो बाहरूले चाहिँ डेन्जरै ओरिजिनल सामान बनाउनुहुन्थ्यो अनि तपाईँहरूसँग पनि यदि बाहरूको पहिला जमानाको ओल्ड कलेक्सन छ भने प्लिज होइन मलाई सेयर गर्नु होला म चाहिँ नेक्स्ट भिडियोमा अनदर टाइप्सको फेरि होइन अर्को कन्टेन्टहरू थाहै हुन्न कति बेला कस्तो कन्टेन्ट पर्छ साथमा होइन त्यस्तै कन्टेन्ट लिएर आइदिन्छु तपाईँहरूको मायाले अहिलेसम्म राम्रै नै छ अब पनि राम्रै होस् भन्ने म चाहन्छु होइन थ्याङ्क यू सपोर्ट गर्नु होला बाई सी यू अगेन थ्याङ्क यू गाइज